आई सबैजना सन्चै हुनुहुन्छ आरामै हुन्छ म पनि सन्चै आरामै छु वेलकम टु माई ब्लग आफ्टर लङ टाइम अनि मैले धेरै दिनपछि आज ब्लग हाल्न चाहेको छु किनभने मेरो मोबाइल अब त्यति खासै गतिलो छैन डिस्प्ले फेरेर अब मेरो डिस्प्ले गएको थियो तर डिस्प्ले फेरेँ अनि स्पेस पनि थिएन सब डिलिट हाने अहिले अनि सो अहिले चाहिँ म भ्लगिङ स्टार्ट गरिरहेको छु अहिले म कहाँ छु भन्दाखेरि काठमाडौँको एउटा रुममा छु अनि काठमाडौँमा आएको पनि त्यही अब 3 विक जति समथिङ भइसक्यो होला खै मलाई त्यति ध्यान भएन अब हिजो अस्ति नै आयौँ भनौँ अनि 2-3 हप्ता समथिङ नै भयो अनि त्यसपछि अहिले चाहिँ म रुममा छु रुममा मलाई के गरौँ भनेर टिको भ्लगिङ पनि गऱ्यो अनि गुडियासँग पनि खेलिरहेको थिएँ टक्कै यता गुडियासँग पनि खेलिरहेको थिएँ सो अनि मैले लेख्दा हात दुख्यो कि यो अङ्ग देखिहाल्यो अनि त्यसपछि मैले के गरौँ चाहिँ एक्सर्साइज गरेँ एक्सर्साइज गरिसक्यो भने चाहिँ अनि तपाईँहरूसँग म अब भ्लग नै गर्छु भनेर अनि टक्कसँग भ्लग गरेँ लुगाहरू यता फेरेछ बाफ्रे जुत्ता हेर्नु न जुत्ता यस्तो छ अनि रुमको हालत अनि मैले भाँडा पनि धुनै रहेछन् आधा जति त धुएको थिएँ उता आधा जति धुएको थिएँ हिजोको आज बिहानको उयो चाहिँ नास्ता गरेर चाहिँ यत्तिकै फेलिदिएको थिएँ पानी पनि आएको थिएन त्यही भएर यत्तिकै राखिदिएको थिएँ अनि सो हिजोको अनि नास्ता गरेको थिएँ अनि यो ग्यासहरू पनि पुस्ने रहेछन् अनि त्यो सामानहरू मिलाउँछु टक्कसँग लगाएर होइन अनि त्यसपछि जति फोहोर पनि हुन्छ नि सब त्यहाँ हाल्नुपर्छ अनि एउटा गाडी आउँछ टक्कसँग सिटी बजाएर एउटा गाडी आउँछ ट्र्याक्टरमा हाल्नुपर्छ अनि त्यसपछि ट्र्याक्टर पनि हुँदो रहेछ नि यहाँ त अनि अटो चल्दैन तर है अटो चाहिँ अहिलेसम्म देखेको छैन सो अनि म आएको पनि धेरै भइसक्यो भनौँ यता मन्दिर हुन्छ सानो अनि 3 विक अनि त्यसपछि मैले काम नि पाएको छैन काम नपाएर यस्तो तनावमा छु नि यहाँ काठमाडौँमा आउनु भने काम साम भन्ने कुरा के थाहा हुनु है होइन अनि भोलिबाट चाहिँ म काममा जान्छु होला फाइनली म त्यहाँ काउन्टरमा काम गर्थेँ क्या अनि काउन्टरमा काम गर्दा गयो भन्नाले गाडी साडी सब बन्द भइहाल्यो यताउता भेटेन अनि त्यसपछि अर्को काम खोजिरहेको छु काम खोज्दा पाइरहेको छैन कि म अनि टक्कसँग लगाएर अहिले म यता बस्छु गर्मी अनि लास्ट यार न पङ्खा छ न के छ गाह्रो छ अनि त्यसपछि म अहिले रुम मिलाउनु पर्ने हुन्छ मैले एकछिनमा होइन रुम मिलाउँछु रुम मिलाइसक्यो भने बेडहरू पनि मिलाउँछु दामी गरेर अनि त्यसपछि झाडु लाउँछु अनि बाहिरको चाहिँ लगाइसकेको थिएँ मैले झाडु त्यही पनि अझ फेरि एकचोटि राउन्ड लगाउनु पर्ने झाडु लगाउनु पर्ने सो अनि मैले यता बस्दा दिमागै काम गरेन भाइ के गरौँ जस्तो हुने भयो अनि सो मैले अनि यता आएर हल्का सोच्दा अनि भ्लगिङ स्टार्ट गर्छु भने भ्लगिङ स्टार्ट गरिरहेको छु सो फाइनली अहिले होइन रुमहरू त बाहिरको नजारा हेर्नुहुन्छ भने बाहिरको नजारा पनि दामी नै छ होइन उसरी भनौँ भने चाहिँ बाहिरको नजाराहरू पनि दामी नै छ सो अनि म अहिले चाहिँ यतै बसेछु चार्जिङ मन लगाएको थिएँ टक्कसँग पढिरहेको थिएँ चार्जिङ पनि हल्का फुल भइसक्यो अनि सो हात दुख्यो मेरो लास्ट यार अनि सो अनि म टक्कसँग लगाएर अब रेडी हुन्छु अब रेडी कता जानु हुने सोच्दै हुनुहुन्छ होला अब कहीँ नै यस्तो घरको बाहिर यताउता होइन अब फर्स्ट अब आफ्टर लङ टाइम पछि भिडियो गरिरहेको छु नि त अनि त्यसपछि हल्का बाहिर जाँदा हल्का आउला लाग्छ नि त अनि मान्छेहरू पब्लिकहरू मुखेर अब बोल्दाखेरि अके लाग्छ नि त पहिला त बाल लाग्थेन आज पनि उल्टी बाल लाग्दैन तर अलिअलि चाहिँ हुन्छ कि एक्सपिरियन्स हुनुपर्छ अनि सबैलाई भिडियो बनाउने उता रुचि त कहाँ हुन्छ र होइन अनि त्यसपछि एक्सपिरियन्स हुनुपर्छ अनि यताउता अनि टक्कसँग लगाएर म भ्यू हेर्नु हुने हो भनेपछि ल म तपाईँहरूलाई देखाइदिन्छु भ्यू पनि टक्कसँग लगाएर होइन बेड लमा बाहिरको नजारा हेरिदिउँ एकछिन यस्तो टिँड छन् उता मान्छे गइरहेछ हेर त गाह्रो छ है तर पश्चिममा लास्ट गर्मी रहेछ नि होइन गाइस पश्चिममा लास्ट गर्मी रहेछ धनगढी साइडतिर धनगढीमा त अब खोलिरहेछ अरे अन्डा राख्यो भने उड्निन्छ होला त्यस्तै छ गर्मीले अनि त्यसपछि टक्कसँग लगाएर अहिले म बसेछु अनि दाइ पनि काममा जानुभएको छ एउटा दाइसँग बस्छु म अनि त्यो दाइ पनि काममा जानु यो के रहेछ काममा गएको रहेछ सो अनि म हेरिरहेको छु है बिल हो त्यो काउन्टरबाट उ गरेर रहेछ छोडिदेऊ अनि त्यसपछि लुगाहरू पनि यस्तो फेर्दैछु अब यो पुरा धुने लुगा हो कि अनि त्यसपछि यो सब मिलाउनु छ अनि त्यसपछि मिलाइसक्यो भने चाहिँ यो पुरा मिलाउनु छ अनि त्यसपछि टक्कसँग लगाएर म एकछिनमा फ्रेस हुन्छु फ्रेस त भइसक्यो त्यस्तो फ्रेस मतलब कि अब मुख ब्रुस गरिसकेको छु अनि त्यसपछि हर्नाउनु पर्ने गर्मी भइरहेछ अलिकता
अनि त्यसपछि हिजो पानी फेरेको अनि थोड़ा पानी मात्र भरियो आज पानी नै आएको छैन पानी नआएको पनि 1 विक समथिङ भइसक्यो 4 दिन 5 दिन समथिङ भइसक्यो अब भोलि छाड्छु भन्छ खै के गर्छु घरबेटीले थाहै छैन अनि त्यसपछि अब रुम पनि सारिरहेको छु अब रुम हल्का गतिलो पायो भने चाहिँ सार्नु पर्ने हो स्यालेरी के आएको छैन उस्तै बसेको छु अब स्यालेरी नआएर अनि मैले बाहिर जानु पनि छोडेको छु किनकि अब बाहिर जाँदाखेरि त पैसा त चाहियो नि होइन कम्तीमा 3-4 हजार त पकेट पनि त हुनु पर्यो अनि त्यसपछि टक्कसँग लगाएर म तपाईसँग पछि भेट्छु अहिले चाहिँ म यति नै गर्छु किनभने अहिले चाहिँ मेरो के काम बन्छ छैन यताउता ध्यान दिउँ अनि त्यसपछि पढिरहेको थिएँ म लेखिरहेको थिएँ के गर्नुहुन्छ भने अब खै के गर्छ अब दिमागले के गर्छ थाहै छैन अब एउटा सोच भए त हुन्थ्यो अब 4-5 वटा सोच राखेर बस्छु ठुलो मान्छे जस्तो अनि त्यसपछि यही हो अब के छैन अनि टक्कसँग लगाएर मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला बेल आइकन बटन दबाइदिनु होला हनकै अनि त्यही हो अनि थ्याङ्क यू सो मच अनि ओके बाई त्यही हो ओके बाई सबैलाई अनि त्यसपछि म भिडियो अलि एडिट गर्छु सो अनि भिडियो एडिट गरिसक्यो भने चाहिँ म यतै अब के गरौँ हुँदैछ टक्कसँग लगाएर हल्का बसिदिन्छु यतिकै बस्छु अनि 1 घन्टा अब यो रुम फ्रेस यो रुम सफा गर्छु भने चाहिँ म सुत्छु कि 1 घन्टा मस्त दामी पारेर सुत्दिन्छु होइन अनि त्यसपछि यही हो अब मेरो डेलीको रुटिन नै यही हो क्या डेलीको रुटिन गयो सो गाइज म जान्छु अब रुमहरू मिलाउँछु भाँडाहरू धुन्छु टक्कसँग गानासाना सुनेर अनि टक्कसँग यताउता गरेर अनि 1 घन्टा ल्याम्मै सुत्छु अनि सुत्सक्यो भने मलाई अनि आनन्द हुन्छ अघि सुतेर उठेको थिएँ तर अब अझै सुत्छु म ड्याम्म पालेर अल्छी लागिरहेछ अनि त्यसपछि अल्छी लाग्यो भने एक्सर्साइज गरेको थिएँ अलिकता अनि झन्निन्द्र लाग्यो जस्तो भयो थकान फिट भयो अनि सो त्यही हो तपाईँहरूसँग भोलि भेट्छु अब काममा जाँदाखेरि जबमा जाँदाखेरि भेट्छु सो गाइस सबैजनाले सब्सक्राइब बेल आइकन बटन सेयर गरिदिनु होला अहिलेको लागि चाहिँ म बाई बाई गाई